नमस्कार। नेपालमा सफल हुन चाहनुहुन्छ? पहिला एउटा कुरा बुझ्न जरुरी छ। नेपालमा सपना देख्न सजिलो छ, तर सपना पूरा गर्न धेरै गाह्रो छ। नेपालको हरेक गाउँमा, हरेक घरमा एउटा सपना हुन्छन्। कोही विदेश जान चाहन्छन्, कोही व्यापार गर्न चाहन्छन्, कोही देशमै केही ठुलो गर्न चाहन्छन्। तर प्रश्न एउटै छ, किन यति धेरै सपनाहरू बाटोमै रोकिन्छन्? कहिलेकाहीँ हामी देशलाई दोष दिन्छौँ, कहिलेकाहीँ हामी सरकारलाई दोष दिन्छौँ, तर साँचो कुरा के हो भने समस्या देशमा मात्रै होइन, सोचमा पनि हुन्छ। संस्कृतमा भनिएको छ, उद्यमेनै सिद्ध्यन्ति कार्याणि न मनोरथै, अर्थात् काम इच्छा गरेर पुरा होइन, मेहनत गरेर पुरा हुन्छ। यो समाजको छुट्टै वास्तविकता छ। यदि तपाईहरू सङ्घर्ष गर्दै हुनुहुन्छ भने मान्छेहरू हाँस्छन्। जब तपाईँ सफल हुनुहुन्छ, त्यही मान्छेहरू तपाईँसँग फोटो खिच्न आउँछन्। अन्तिममा यही भन्न चाहन्छु, हिँड्ने बाटो कठिन होला, तर रोकिएर गन्तव्य भेटिँदैन। हावाले दीप निभाउन खोज्ला, तर बलिरहेको दीप सजिलै निप्दैन।